सबभन्दा पहिले त राइट कर्नरमा 3 डटमा गएर डेस्कटप साइटमा क्लिक गर्नुहोस् अनि यहाँ देख्न सक्नुहुन्छ स्टेट बैंक अफ इन्डिया भनेर आएको छ। त्यसमा क्लिक गरेपछि हजुरहरूले यहाँ देखेको छ कन्टिन्यू टु लगइन भनेको छ, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ है। क्लिक गरिसकेपछि हजुरहरूको यस्तो इन्टरफेस आउँछ। त्यहाँ युजर नेम पासवर्ड हजुरले हाल्नुपर्ने हुन्छ अनि क्याप्चा हानेर लगइन गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ ओटिपी आउँछ हजुरहरूको मोबाइलमा, त्यो ओटिपी यहाँ इन्टर गरेर सबमिट गर्नुपर्ने हुन्छ है। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूको योनो एसबिआई भनेर आएको छ अहिले न्यू भर्जन। यहाँ माथि देखाएको छ लेफ्ट कर्नरमा स्विच भनेर आएको छ, त्यसमा क्लिक गर्नुहोस् अनि यहाँ देख्न सक्नुहुन्छ स्विच भनेको छ, स्विचमा क्लिक गर्नुहोस्। त्यसपछि हजुरहरूको ओल्ड भर्जनमा जान्छ, यहाँ 3 डट देखाएको छ, त्यसमा क्लिक गर्नुभयो भने पेमेन्ट एन्ड ट्रान्सफर भनेको छ, त्यसमा क्लिक गर्नुहोस्। पहिले जस्तो हजुरलाई यहाँ देखाउँदैन अनि यहाँ देखाइरहेको छ लेफ्ट कर्नरमा लेफ्टमा देखाएको छ इन्टरनेसनल फन्ड ट्रान्सफर भनेर, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। अनि यहाँ आइसकेको छ इन्डो नेपाल मनी ट्रान्सफर भनेर, त्यसमा क्लिक गर्नुभयो भने यहाँ पहिलाको जस्तो गरेर आउँछ है। यहाँ जो मैले रेड डटले क्लिक गरेको छ त्यसमा क्लिक गरेर प्रोसेस गर्नु होला। यहाँ हजुरहरूले सबै भर्नुपर्ने हुन्छ डिटेल भरिसकेपछि सबै अनि सबमिट गर्नुपर्ने हुन्छ। यहाँ हजुरहरूको ओटिपी आउँछ, ओटिपी इन्टर गरेर कन्फर्म गर्नु होला।